सम्पूर्ण मेरो युट्युब अनि फेसबुक भ्युवर्सहरूलाई एकदमै नमस्ते। विशेष आज चाहिँ म मन्जित सरको बाजेको ठेटेको फ्युनरलबाट उकालो लागिरहेको छु। घरको मुनि तल यहाँबाट म देखाइरहेको छु। यो बारी देखेपछि तल तल देख्नुहुँदैछ होला, यहाँ मुनि देख्दै बाजेको फ्युनरलमा त्यसरी नै आज यो उकालो बाटो चाहिँ एकदमै उकालो सिँढी बिनाको बाटोमा भएकोले गर्दाखेरि आज मान्छेहरू हिँड्नु पनि एकदमै असुविधा, भारी बोक्नु, बिमारी बोक्नु एकदमै असुविधा छ यो उकालो बाटो। र अहिले यो रिङजुङ एसएसकेसम्म वल्लपट्टिसम्म यो गाडीको बाटो भएकोले यो बाटो हिँड्ने मान्छेहरू एकदमै कम्ती भएको छ। बाटोको अवस्था पनि एकदमै जीर्ण र यहाँ चाहिँ अलिकति सफा गरेको रहेछ। अहिले बर्खाको बेलामा घाँस जङ्गल एकदमै बेसी आएकोले बाटोको पुरेको अवस्था चाहिँ एकदमै जीर्ण। यो बाटोमा गोलाइ पनि थुप्रो गोलाइ भएकोले तर सिँढी चाहिँ छैन। देख्नुहुँदैछ तपाईँले। अब चाहिँ सिँढी नभएकोलाई चाहिँ ठाउँ ठाउँमा खम्बर र ठिङ्गोले सिँढी बनाइदियो भने चाहिँ एकदमै असल हुन्थ्यो होला यो बाटोमा। हजुरले देख्नुहुँदैछ यो बाटो छुट्ने कहिले भनी बाटोको अवस्था समयका पारी देख्ने सिक्किम सालघारी रिनक पाकिम पाटे खाने बिरिङ इत्यादि गाउँहरू भ्युजहरू देखिरहेको छ। हजुरहरूले यो देख्नु भइरहेको छ। बाटोको अवस्था यो बाटो पहिला यहाँ जङ्गल थिएन, रुखपातहरू थिएन। उकालो फर्किने मान्छेहरू पनि मलामीबाट फर्किने मान्छेहरू यसरी फर्किँदै हुनुहुन्छ। हजुरलाई यो भिडियो मन पर्यो लाइक, कमेन्ट एन्ड सेयर गरिदिने अनुरोध गर्दछु। धन्यवाद।